मैना ए मैना ल म तल्लो पाटातिर हिँडेँ है त्यति मेलो सकुन्जेल तिमी पनि बिस्तारै आऊ अनि सँगै मिठा मिठा कुरा गर्दै कोदो रोपौला तपाईँ पनि भर्खर बिहे भएको नयाँ बेहुला बेहुली जस्तै कुरा गर्नुहुन्छ है बिहे भएको पनि 6 वर्ष भइसक्यो अझै अल्लारीपन गएको छैन ल ल तपाईँ राम्रोसँग काम गर्दै गर्नुहोस् म आइहाल्छु मैना तिमी यसरी धेरै शोक नगर जे हुनु थियो भइहाल्यो पहिला त धनेला अस्पताल पुर्याउनु पर्यो नि जे हुनु भइहाल्यो भनेर यो मन कसरी मान्छ ढिले दाइ के तपाईको मनले मान्छ भन्नुस् न आफ्नो शिरको स्वामी त्यस्तो अवस्थामा हुँदा म कसरी सौलामा दाइ भाग्य पनि कति खोटो के मेरो विधाताले भाग्य लेख्नु बिर्सेर त होला नि सबै दुःख जति मलाई मात्रै आइपरेको धनले के भइहाल्यो भने म कसरी बाँच्ने आमा धनेलाई केही हुँदैन पहिलो त अस्पताल पुर्याउनु पर्यो नि हेर बहिनी यसरी आत्तिएर हुँदैन बरु तिमी आफ्नो आफन्तकोमा या गाउँमा पैसा खोज्न जाऊ हामी धनेलाई छिटो अस्पताल पुर्याउँछौँ आफ्नो आफन्त ए महाराजको सवारी भयो आफू भन्दा ठुलो मान्छेलाई एक वचन नसोधी जात भात कुल घरान केही नहेरी आफू खुसी बिहे गरिस् कुल घरान भन्दा नि मैना एकदमै असल केटी हो हामी दुई एकअर्कालाई धेरै माया गर्छौँ जसरी एक दिन बिहे गर्नेछ त्यसैले बिहे एउटा कुरा याद राख घर परिवारको मान मर्यादा नराखी आफू खुसी गर्नेको मुख पनि हेर्न नपरोस् जुन बाटो यसलाई लिएर आएको थिइस् त्यही बाटो लिएर जा तेरो लागि यो घरमा कुनै ठाउँ छैन ऊ अभिभावक भएको नाताले बिहे गरिदिनुको सट्टा आफै बिहे गरेर ल्याउँदा पनि स्वीकार गर्नुहुन्न भने मलाई पनि यो घरमा बस्नु छैन हिँड महिना जाऊ म जहाँ लाग्न तिमीलाई पाउन सक्छु
जा जा कहाँ गएर कसरी बाँच्दो रहेछस् म पनि हेरौँला तर यो घर चाहिँ फर्केर नआइज धने उठ्नु न धने कसरी यस्तो भयो तपाईलाई उहाँले त सास फेर्नै छोड्यो अनि मैले बोरा उडाइदिएँ धने उठ्नु न धने धने हजुर त मेरो सब थोक हो नि धने मेरो संसार मेरो प्राण जे भयो भने हजुर हो नि धने उठ्नु न मलाई यसरी छोडेर जान पाउनुहुन्न धने धने उठ्नु न भगवानसँग के माग्यो त मैले हजुर जस्तै प्यारो छोरा अनि हजुर जस्तै लक्षणकी छोरी अनि तपाईको लागि लामो आयु मागे अझ मिल्छ भने मेरो आयु पनि तपाईलाई नै लागोस् तिम्रो आयु मलाई लागेर के गर्ने तिमी भन्दा पहिला म नै मर्ने फेरि अबदेखि बोलेर पनि यस्तो कुरा नगर्नुस् मलाई यसरी एक्लै छोडेर जान पाउनुहुन्न धने मलाई यसरी एक्लै छोडेर जाने भए मलाई किन बिहे गरेर लिएर आएको मलाई छोडेर जान पाउनुहुन्न धने धने उठ्नु न सुन्नुस् न खाजा खान आउनुस् खाजा पनि अरू केही थिएन यी मकै पनि टिपन टापन गरेर भुटेर ल्याएकी यही मकै पनि त तिम्रो बुढाको हाडको टिन जसम्म खान्छ होला नि लामा दाइ धनेको त बिस्तारै नाली चरेको छ त दिने दाइ लामा दाइ बरु मलाई बोकाइदिनु न म धनीलाई अस्पताल लान्छु मलाई बोकाइदिनुहोस् न बरु नानी नाति त्यसरी के हुन धनेलाई यसरी आतेर के हुँदैन बहिनी बरु तपाईँ गाउँमा पैसा खोज्नु गइहाल्नु लामा दाइ ढिला गर्नु भएन बरु भाइ आऊ सहयोग गर त बरु उठाएर चाँडो हस्पिटल लैजाऊ छिटो गर अस्पताल लानु ल तिमी जाऊ चाँडो पैसा खोजेर आऊ
माइल दाइ मलाई अलिकति पैसा सपोर्ट दिनुहोस् न। छैन दाइ त्यसो नभन्नुहोस् न, धनीलाई त टाउको फुटेर अस्पताल लगेको छ, बरु जे जति हुन्छ दिनुभए पनि हुन्छ। अब तिमीहरूलाई दिएर वापस आउँदैन छैन। यस्तो बेला त्यसो नभन्नु न दाइ, मलाई जति छ त्यति दिनुहोस् न, म तपाईँको गुण कहिल्यै बिर्सिन्न। छैन पैसै छैन। मैले यो जिन्दगी बुझ्न नसकेको हो कि नियतिले नै मलाई सधैँभरि यसरी नै सताइरहने हो। मैले केही बुझ्नै सकिनँ। हे भगवान्, यो कस्तो जिन्दगी दियो मलाई। भाग्य पनि कति खोटो रहेछ मेरो। छैटौँको दिनमा विधाताले मेरो भाग्य लेख्न बिर्सेरै त होला नि। हरेक दुःख म माथि मात्रै आइपरेको। बिहे भएको त्यत्रो वर्षसम्म पनि सन्तानको रहरले छटपटाइ बाँचिरहेको थियो। आज मेरो पेटमा सन्तानको नयाँ पालुवा पलाउँदै गर्दा, यता मेरो भविष्य उर्किँदै गर्दा, उता मेरो श्रीमान जीवन र मृत्युसँग लडिरहनु भएको छ। कहीँ कतैबाट कसैले सहयोग गरे पनि उहाँको मुख देख्न पाउँथ्यो होला नि। पछि जे पर्छ सौला। अहिले मेरो धनीको जीवन मेरो झोलीमा राखिदियो भगवान्। मेरो धनीको जीवन मेरो झोलीमा फिर्ता गरिदियो। अहिले मेरो यति समस्या टार्दियो। सास रहन्छ, आस रहन्छ भन्छ। किन यति धेरै भिड? के भयो धनीलाई? के हुँदै धनीलाई? धनी उठ्दैन, धनी उठ्दैन। तपाईँ उठेन भने कसरी हाम्रो सपना पुरा हुन्छ? धनी उठ्नु न, धनी। हामीले त सँगै जिउने, सँगै भन्ने कसम खाएका थियौँ। धनी उठ्नु न। धनी, ए पापी दैव, मेरो पुकार सुनेन छैन। यदि धनी नै छैन भने म बाँचेर के काम दाइ? म बाँचेर के काम? म पनि यही ढुँडी पासुलाएर मर्दिन्छु। मैना मेरो कुरा त सुन। म कसैको कुरा सुन्दिनँ दाइ। जब वाडे हुनु न भने म बाँचेर के काम? मलाई मर्न दिनुहोस्, मलाई मर्न दिनुहोस्। धनी उठ्नु न, धनी उठ्नु न धनी। मैना, आफूलाई सम्हाल। हेर, मानिसले यो धरतीमा जन्म लिएपछि एक दिन न एक दिन मर्नै पर्छ। आखिर यो संसारको रीत नै हो। हामी सबैले यसैमा चित्त बुझाउनु पर्छ। हेर, आफूलाई कमजोर नबनाऊ, सानो मन नगर, आफूले आफूलाई सम्हाल।
हेर त माथिबाट धनेले हेरिरहेको छ। तिमी खुसी भयो भने धने पनि खुसी हुन्छ र धनेको आत्माले शान्ति पाउँछ। त्यसैले नानी आत्महत्या गर्नु भनेको राम्रो कुरा होइन। आफूले आफूलाई सम्हाल। कसरी सम्हालु दाइ म कसरी सम्हालु? तिमी यसरी हुँदैन। तिम्रो त्यो पेटभित्र भएको बच्चाको लागि पनि तिमी बाँच्नु पर्छ। के त्यसलाई मार्दिने? ए भगवान म यो कस्तो बाध्यतामा परे। विधाताले पनि मसँग कस्तो खेल खेलेको। न त म मेरो धनीसँगै मर्न सक्छु न धनी बिना बाँच्न नै। धनी धनी म मेरो पेटको बच्चालाई यो संसार देखाएपछि म पनि तपाईँसँगै आउँछु। धनी धनी दिदी नानीलाई सम्हाल्नुहोस्। हे भगवान यो पापी मनले पनि के सोच्न सकेको। यस्तो त शत्रुलाई पनि नपरोस्। कतै कतै मेरो धनलाई त केही भएको छैन होला नि। हरिदाई हरिदाई धनी मर्न बाँच्नुको अवस्थामा हुनुहुन्छ। दिले दाइले त अस्पताल लग्दै हुनुहुन्छ। उपचार गर्ने पैसा नभएर म गाउँभरि पैसा माग्दै हिँडेँ कि हजुरले अलिकति सहयोग गरेर पैसा दिए मैले मेरो धनीलाई बचाउन पाउँथेँ दाइ। 2-4 महिना त हो नि, त्यसपछि त म फर्काइदिइहाल्छु। हो र बहिनी। ल बहिनी अहिले यति पैसा राख, पछि केही समस्या पर्यो नि केही पैसा पुगेन नि हरिदालाई सम्झ है। हुन्छ दाइ, हजुर धेरै धेरै धन्यवाद। हजुरको गुण म कहिले बिर्सिन्न। म गएँ दाइ।
घरको अवस्था त्यस्तो छ कति आत्तियोली धनेलाई केही त हुन्न होला लामा भाइ खै भित्र गएर मैले पनि हेरेँ होइन अघि ल्याउँदा त्यस्तो थियो के हुने हो केही त नहोला नि तपाईँहरू किन यस्तो चुप लाएर बस्नु भएको धनीलाई केही त भएको छैन होला नि केही भएको छैन तपाईँ राख्नु पर्दैन उहाँ खतरामुक्त हुनुहुन्छ भनेपछि डाक्टर साहब धनैलाई घर लाँदा हुन्छ घर लाँदा हुन्छ टाउकोमा अलिक बढी गहिरो चोट लागेको छ 2-4 दिन आराम गर्न दिनुहोस् अनि औषधि लेखिदिएको छु त्यो पनि खुवाउनु होला है लामा दाइ जाम त हामी धनैलाई लिएर होइन तिमी पर्दैन नानी हामी आफू लिएर आउँछौँ सुन्नुहोस् त अहिले कस्तो छ हजुरलाई साह्रै गाह्रो भएको छ हो शरीर पुरै दुखेछ टाउको पनि फुट्ला जस्तो भएको छ म त टाउको दुखेरै मर्छु क्या हो बिस्तारै उठ्दै गर्नुहोस् तातो तातो खाना ल्याएकी छु औषधि खाएपछि अलिक कम हुन्छ बिस्तारै बिस्तारै के गर्नु दशा भन्ने चिज बाजु बजार आउँदैन भन्थे हो रहेछ ल म कहाँ गर्नुहोस् त ल यति खाना खाएर औषधि खानुहोस् डाक्टरले पनि एकछिन औषधि खाएर आराम गर्न दिनु भनेका छन् आज ठुलो दशा लागेको रहेछ हामीलाई धन्न पो भगवानको कृपाले हजुरलाई केही भएन मैले गर्दा तिमीलाई धेरै गाह्रो भयो है सुख दिन्छु भनेर बिहे गरेर लिएर आएँ तर सकिनँ मलाई माफ गरिदियो होइन यो अभागी कर्म जहाँ गए पनि दुःखले कहिल्यै नछन् भइगयो यसरी मनमा कुरा खेलाएर नबस्नुहोस् बरु औषधि खाएर एकछिन आराम गर्नुहोस् तपाईँलाई जाती हुन्छ ल गर्नुहोस् अब एकछिन आराम गर्नुहोस् म भान्सा काम सकेर आउँछु मनमा केही कुरा खेलाएर बस्ने होइन नि फेरि भनिदिएको छु पानी ल्याउन छोडेको महिना दिन पनि भएको छैन त्यहीँबाट यहाँ आउन पनि कति गाह्रो भएको खैलो गाडी पानी म लिएर आउँछु यहाँ पर्दैन के यति पानी त म ल्याइहाल्छु नि कस्तो कुरा गरेको पनि बुढी ल यहाँ बस्छ त यस्तो बेलामा गर्नु उचाल्नु हुँदैन अस्ति डाक्टरले भन्नुभएको होइन गाह्रो काम गर्नाले बच्चा लिएर आमालाई दुईटैलाई असर गर्छ ल तिमी घरको काम गर्दै गर म लिएर आउँछु पानी हस्
यति पानी बोक्न पनि एक बिहानै गएपछि के गरी गरी खाने होला खै। अय्या धने कहाँ जानुभएछ? धने होइन कहाँ चाहिँ जानुभएछ? यहाँ पनि हुनुहुन्न, झन् आराम गरेर बस्नु भनेर छोडेको त। कहाँ जानुभएछ? धने 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 होइन तलमाथि सबै खोजिसके, कहाँ चाहिँ जानुभएको होला? धने धने टाउकोमा त्यत्रो चोट छ, आरामै गर्न छोडेर आखिर कहाँ चाहिँ जानुभएको होला? डिले दाई, ए डिले दाई, डिले दाई। होइन बहिनी के भएर किन आँटेकी त्यसरी? हेर्नु न डिले दाई, अघि पानी लिन गएकी थिएँ, पानी लिएर आउँदा त धने कतै पनि हुनुहुन्न। कतै गएको देख्नुभयो कि? बहिनी मैले त देखिनँ नि। त्यस्तो बिरामी मान्छे डाक्टरले 2-4 दिन आराम गर्नु भनेपछि त भनेको मान्नुपर्छ नि। त्यही त दाई, झन् आराम गर्नु भनेर घरमै छोडेर गएको, कहाँ चाहिँ जानुभयो होला? दाई धनलाई खोज्न तपाईँ म तलसम्म जाऊँ न। ल ल हिँड जाऊँ, म ढोका लाएर आइहालेँ। हुन्छ दाई। दाई तपाईँले त धनलाई कतै देख्नु भएन? नै देखिएन। कहाँ चाहिँ गयो त? टाउकोमा चोट लागेको थियो, दिमागले काम गर्न छोडेछ कि। जाऊ बहिनी, कतै बाटोतिर त भेटिएला नि। लामा दाई धनलाई त कतै देख्नु भएन? यहाँ थाहा छैन किन, के भएर? हेर न लामा भाइ, बिहानै घरबाट निस्केको रहेछ, सारा गाउँ खोइसके, कतै भेटेको होइन कि हिजोको चोट सहन नसकेर कतै केही त नराम्रो त नगर्ला नि है। के भन्नुभएको दाई? त्यस्तो तपाईँले त्यस्तो नभन्नुहोस् न। उसो दिए पापी मन फेरि के सोच दाई। कतै हिजोको चोटले रन थानिएर ठाटीसम्म आराम पो गर्नु जानुभयो कि? बरु जाऊँ न एकचोटि गएर खोजौँ। जाउँ 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 जाउँ। मेरो मन त साह्रै आएको। त्यसरी माथिबाट गुल्टिँदा पनि मरेन होइन त? त्यो मान्छे त ज्याद्रो नै रहेछ नि। त्यसलाई कालले कुटकुटाउँदैछ, त्यसको मृत्यु मेरै हातबाट हुन्छ। त्यसलाई कसरी मार्नुपर्छ र त्यसको महिनालाई 14 कसरी रौनुपर्छ भन्ने कुरो त्यो मलाई मात्रै थाहा छ। त्यस्तो राक्षसनीको जस्तो व्यवहार नदेखाउ न। गाउँमा बसेपछि त मिलेर बस्नुपर्छ, एकअर्कालाई सहयोग पो गर्नुपर्छ। नकराउ तिमी, चुप लाग। त्यसले मेरो सारा गाउँलेको अगाडि शिर झुक्न बाध्य बनाएको थियो, त्यसको बदला त म लिएरै छाड्छु। पहिला के भएको थियो, के हुन्छ र के गराउँछु भन्ने कुरो तिमी हेर्दै जाऊ। यसको चर्ती कला पनि बुझ्नै गाह्रो छ। आइमे भएर आइमेको ठाउँमा बसे पो। दाइ तपाईँ कहाँ गएर आउनुभयो? खोलामा डुबेर मरेर रहेछ एउटा 28-30 वर्षको मान्छे, अनि त्यहाँ हेरेर आएको। हजुर कहाँको मान्छे रहेछ दाइ? तपाईँले चिन्नुभयो? हजुर मैले त चिनिनँ हजुर, मान्छे त कता अब मलाई थाहा छैन हजुर। मलाई हतार छ, म त हिँडिहालेँ। दाइ धनीले फेरि यो के गर्यो? हिजो भर्खर त्यस्तो भएको मान्छे, हे भगवान्। बहिनी बहिनी के सोध्छ? धनीलाई केही पनि भएको छैन। जाउँ त ठाटीमा, धनी त्यही होला पक्कै पनि। म तलसम्म जान सक्दिनँ दाइ, म जादिनँ। बहिनी धनीलाई केही भएको छैन के? तल ठाटीसम्म आराम गर्न गयो होला, बरु हिँड जाऊँ। हिँड पिट नगर।
बारीको पाटोमा हेर्नु त। धनी होइन हालत हुँदै रहेछ त। धनी नै हो। मन पनि कति पापी, के सोच्न सकेको। अघि बाटोको दाइले खोलामा मान्छे डुबेर मर्यो भन्दा त मेरो त होसै उडेको थियो दिले दाइ। यस्तो बेलामा त आराम गरेर बस्नु नि, जति भने पनि लाग्दैन उहाँलाई। हिजो त्यहीँबाट लडेर झन्नै ज्यान गुमाएको थियो, आज फेरि गोरु नार्न पुगिसकेछ। डाक्टरले 2-4 दिन आराम गर भनेपछि त भनेको मान्नु नि। यो धने पनि आफ्नो ज्यानको पनि ख्याल गर्दैन। आफ्नो ज्यानभन्दा ठुलो के छ र यो संसारमा? के गर्नु त दिले दाइ, हामी निम्न वर्गहरूको समस्या नै यही हो के। जस्तो सुकै अवस्थामा होस् समयमा बाली लाउनै पर्छ, नत्र फल्दैन। नफले वर्षभरिलाई के खाने? उता छिमेकीको बाली हरियो भइसक्यो, बिचारा धनी त्यत्रो चोट लागेर पनि मरी अझै पनि काम गरिरहेको छ। त्यहीँ गएर सम्झाउँ जाउँ। तपाईँ गर्न पनि अति नै गर्नुहुन्छ के। काम 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 मात्रै भनेर हुन्छ? आफ्नो ज्यानको ख्याल राख्नु पर्दैन? डाक्टरले 2-4 दिन औषधि खाएर आराम गर्नु भनेपछि आराम गरेर बसे हुन्छ नि। कोदो रोप्न ढिलो भइसक्यो, घाउ दुख्न पनि अलि कम भएको छ। यदि मेलो भ्याएपछि त कोदो रोप्न सकिन्छ कि भनेर। हेर धनी भाइ, जान है तो जान है, तिमी नै नरहे यो अन्नको के काम? मलाई भने भए म आएर जोतिदिन्थ्यो। यस्तो बेलामा त तिमीलाई आराम गरेर बस्नुपर्छ। ल धने भाइ, तिमी अब घर गएर 2-4 दिन आराम गर। तिमीलाई ठिक भएपछि हामी कसैले जति काम गरे पनि केही भन्दैनौँ। तिम्रो असाध्यै माया लाग्छ धने भाइ, जाउँ हिँड गर। होइन दाइ, यति मेलो भएर आइहाल्छु। होइन तिमी घर गएर खाना बनाउँदै गर, म चाँडै आउँछु है। धनी भाइ यसरी जिद्दी नगर, यो मेलोको जिम्मा मेरो भयो। अहिलेलाई गोरु म ढिलमा बाँधिदिन्छु, अहिले आएर मेलो सघाइदिन्छ है। कस्तो थकै लागेको। आज त मेला गयो भन्दा पनि बढ्दै थकै लाग्यो। तपाईँलाई हामीले कहाँ कहाँ मात्रै खोजेनौँ। तपाईँलाई खोज्दा खोज्दा शरीर फतक्कै गलेको छ। तपाईँलाई भोक लाग्यो होला है? यो पनि भोकले छटपटाए जस्तै छ। तिम्रो बाला खोज्दा खोज्दै तिमी पनि कति भोकले छटपटियो है? पख म खाना बनाउँछु, अनि तिम्रो बालाई दिएपछि हामी पनि सँगै खाउँला है। तिमी पनि पानी लिएर आएपछि त अघि नै खाना बनाउनु पर्छ नि। मैले भुजनी आमालाई भनेको थिएँ। ल गइहाल, छिट्टो खाना बनाएर मैना खाना बनाउनु पर्दैन, मैले बनाएर ल्याइदिएकी छु। तिमीहरू छैनौ भन्ने थाहा पाएर आया। ल मैना खाना लियो त। धनेलाई पनि औषधि खाना ढिलो होला, तिमी पनि यसरी भोकै नबस त। त्यो पेटभित्रको बच्चालाई असर पर्न सक्छ। खाना पनि चिसो भइसक्यो, छिटो खाऊ। बुझेल नि आमा, हजुरले हाम्रो आफ्नै छोरा बुहारीले जस्तै कति माया गर्नुहुन्छ है। छोरा बुहारी भोक होलान् कि तिर्खा होलान् कि भनेर खानासम्म बनाएर ल्याइदिनुहुन्छ। यदि यो बेलामा हजुर जस्तै माया गर्ने सासु आमा भइदिएको भए आज यो आउँदै गरेको नयाँ सदस्यलाई कति माया गरेर स्याहार्नुहुन्थ्यो होला। हाम्रो घर परिवार कति खुसी हुन्थ्यो होला है। खै तिमीहरूले भोग्नु परेको छैन, त्यही भएर तिमीहरूलाई त्यस्तो लागेको होला। आमा अरूको कुरा त मलाई थाहा भएन, तर मलाई हजुरसँग हुँदा आफ्नै आमासँग भए जस्तो हुन्छ। आमालाई राम्रोसँग नचिनी गुमाएको भएर पनि होला आमा र आमाको माया कस्तो हुन्छ भनेर मलाई थाहा भएन। जुन दिनदेखि हजुरसँग हाम्रो भेट भयो त्यस दिन लाग्न थाल्यो कि आमाको शक्तिमूर्ति हजुर नै हो जस्तो। यो जुनीमा हजुरको सन्तान हुन नसके पनि
अर्को जन्ममा हजुरको सन्तान भएर त्यो कोखमा बास लिन पाऊ आमा। खै यो सम्भव हो कि विधाताको खेल हो। तिमीहरू आमाको मायाको अभावमा आमाको मायाको कमीको महसुस गर्छौ, तर म भने सन्तानसँगको छुट्टिँदाको पीडा कति छ मलाई मात्रै थाहा छ। 20 वर्षको उमेरमा पैसा कमाउँछु भनेर गएको छोरो आजसम्म फर्केर आएन। त्यही छोराको आशमा मा कुरेर बसिरहेको छु। यही गाउँको कमाइमा चित्त बुझाएको भए आजसम्म छोरा बुहारी नाति नातिना घरभरि हुन्थे, कति रमाइलो हुन्थ्यो होला है। खै अब त बुढेसकाल लाए, छोराको मुख पनि नहेरिकन मर्छु कि क्या। भइगयो आमा, यसरी दुःख मन नगर्नुहोस्। हजुरले आफैले जन्माएको छोरा हजुरको साथमा नभए पनि हामी त छौँ नि हजुरको सुख दुःखमा साथ दिनलाई। मलाई त लाग्छ हजुर निकै भाग्यमान हुनुहुँदो रहेछ। कमसेकम छोरो आउँछ कि भन्ने आशमा बाँचि त रहनु भएको छ नि। अहिले त हाम्रो समाजमा कतिपय छोरा बुहारीहरूले बुढाबुढी आमा बुवालाई वृद्धाश्रममा राखेर त्यही बाबा आमाले कमाएको सम्पत्ति उडाइरहेका छन्। अनि कति छोरा बुहारीहरू विदेशी भूमिमा भासिएर आज गाउँघरमा बाबा आमा बिरामी हुँदा तातो पानीसम्म दिने कोही छैन। के थाहा आमा, कतै हजुरको छोरा पनि आउन चाहँदा चाहँदै उतै अल्झिएर उतै रुम लिएर पो बस्नु भएको छ कि। धन्दा नमान्नुहोस् आमा, एक दिन हजुरको छोरा अवश्य आउनुहुनेछ। खै भगवानले हाम्रो पुकार सुन्छन् कि सुन्दैन, तर पनि मेरो आशा अझै मरेको छैन। ल हेर त, कुरै कुरामा तिमीलाई भुलाइदिन्छु। खाना पनि चिसो भयो होला, खाऊ है, म गएँ। हस् आमा, हुन्छ हुन्छ आमा। तिमीहरूको साँडे राम्रोसँग बाँध्न सक्दैनौ भने डाँडो कटाइदिए हुन्छ। अर्काको वर्ष दिन खाने बालीमा यसरी गोरु छोड्न चाहिँ पाइँदैन। के भयो दाइ? गोरु फुकाएर अर्काको बारीमा छोड्ने अनि के भयो भनेर सोध्न लाज लाग्दैन? हिजो त्यही भिडबाट लडेको बेलामा मरेको भए त आज यहाँ झगडा गर्न आउनु त पर्दैन थियो होला नि। मुख सम्हालेर बोल्नुहोस् रूपा दिदी। बोल्न पाए भन्दैमा मुखमा जे आए त्यही नबोल्नुहोस्। के भने मैले? के भने तिमीहरूलाई? गल्ती के भने? जो उसैको ठुलो छ। के गर्न सक्छिस्? के गर्न सक्छिस्? यदि मैले चाहे भने तिमीहरूको उठी बास लाउन सक्छु। बाबु तपाईँ सीमा नाइदिनु हुनुहुन्छ। महिनालाई छुने हिम्मत कसरी गर्नुभयो? म सबैसँग सक्छु। मेरी महिनाले हात हालेको सुन्न सक्दिनँ। के गर्न सक्छिस् तिमी? के गर्न सक्छिस्? छप्काइदिन्छु। रूपा दिदीले मलाई भेटाले पनि तपाईँले त्यसरी खुर्पा नै निकालेर काट्छु मार्छु चाहिँ भन्नुहुन्थेन। तपाईँ रिसाएको बेलामा फ्याट्ट तिनीहरू लागेको भए के हुन्थ्यो भन्नुहोस् त? तपाईँले ख्याल गर्नु पर्दैन? तिनीहरू आएर मलाई काटेनी मारेनी म सहन्थ्यो होला, तर मेरै आँखा अगाडि तिमीले हात हालेको म कसरी सहन सकौँ? तिमी आफै भन त। अरू रिसाएर आए पनि तपाईँले त उनीहरूलाई सम्झाउनु पो पर्छ त। अब कुकुरले हामीलाई टोक्न आयो भन्दैमा के हामीले पनि कुकुरलाई टोक्न जाने त? तिम्रो यस्तो अवस्थामा त्यसरी कपाल भुताल्न आएपछि मैले कसरी सहन सकौँ? डिले दाइहरू आएर मात्र हो, नत्र छप्काइदिन्थे। तिनीहरूले आफूलाई के ठानेका छन्? यो गाउँमा तिनीहरूले जे गर्यो हामीले सहनुपर्ने। 1-2 वर्ष विदेश गएर पैसा कमायो भन्दैमा रूपा भाउजूको प्रभाव बढेको। हामी पनि विदेश गयो भने त्यस्ता नाथे पैसा हामीले पनि कमाइन्छ।
यो संसारमा को चाहिँ अजमरी भएर जन्मेको छ र काट्छु मार्छु भन्दै उफ्रिँदै हिँड्नलाई तपाईँलाई त्यस्तै रहर लागेको छ भने गएर मारे भइगयो नि त। कसो छेकेको छ र तपाईँलाई? हेर्नुहोस् ताने, हामी मान्छे भएर जन्मेपछि मानवको जस्तै व्यवहार गर्नुपर्छ, दानवको जस्तो होइन। हामीले संसार छोडेर जाँदा सुकर्म मात्रै लिएर जान्छौँ। कुकर्म गर्नेहरू त जिउँदै नर्कमा पर्छन्। भने हामीले आफ्नो धर्म र धरातल कहिल्यै बिर्सिनु हुँदैन। रिसको बेलामा के सही के गलत छुट्याउनै सकेन। रिसले भित्रभित्र आगो बलेको थियो। अझै पनि रिस उठिरहेछ। जुन दिन रूपा भाउजूसँग कुलोको बारेमा भनाभन भयो त्यस दिनदेखि रूपा भाउजूले मलाई आफ्नो दुश्मन ठानेकी हुन्। रिस त मलाई पनि उठेको थियो धने। यदि त्यति बेला फ्याट्ट केही भइदिइहालेको भए अहिले हजुर जेलको चिसो श्रेणीमा सर्नु पर्थ्यो। धन्न केही भएन भन्नुहोस् न। भोलि यही गाउँ समाजको मान्छेले हाम्रो सन्तानलाई अपराधीको सन्तान भनेर गिज्याउँदा उसको बाल मस्तिष्कमा कस्तो असर पर्थ्यो होला। यसै पनि पेटमा बच्चा भएको बेला के झैझगडा गर्नु राम्रो हो? तपाईँ आफै भन्नुहोस् त, यो बाहिरी वातावरणले हाम्रो पेटको बच्चालाई असर गर्छ कि गर्दैन? अबदेखि बुझिराख्नुहोस्, कहिले पनि यसरी तातो रिस नगर्नुहोस्। मैले के गरौँ त मैना? मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ। तिमी बाहेक मेरो यो संसारमा अरू कुनै छ र? तिमीले तलमाथि के भइहाल्यो भने मेरो हालत के हुन्छ तिमी आफै भन्नु त। तिमी दुःखमा पनि मेरो सुख हौ, मेरो मृत्युमा पनि तिमी मेरो प्राण हौ। यदि तिमीलाई नै तलमाथि के भइहाल्यो भने मेरो जिन्दगी अन्धकार हुन्छ। अनि तिमी नै भन म कसरी छौ? त्यो त मलाई पनि थाहा छ नि। अनि हजुर पनि त मेरो जीवनको मेरुदण्ड हो। हजुर बिनाको जिन्दगी त म कल्पना पनि गर्न सक्दिनँ। मेरो जीवनको टेक्ने भुइँ र समाउने हाँगो नै हजुर नै त हो नि। हजुरले यसरी आवेश मारेर निर्णय लिँदा मलाई पिर पर्छ कि पर्दैन भन्नुहोस् त। अबदेखि यस्तो निर्णय कहिले पनि नलिनुहोस् भनिदिएको छु नि मैले। देखाऊ ल। दिल दाई, दिल दाई, क्या हुनु त? दिल दाई के गर्दै हुनुहुन्छ? के गर्नु, घरको काम कहिले सकिने होइन। दिन काट्ने मानु चाट्ने बाटो। अनि लामा भाइ लो हिँड त उतै गएर बसौँ। जाउँ। दिदी दाई यसपालि दसैँ मानेन, तिहार त राम्रैसँग मान्ने होला नि। खर्चको अलिअलि जो गर्नुभएको छ र? म आफै अप्ठ्यारोमा छु लामा भाइ। के गर्नु, चारैतिरबाट समस्याले ज्वरो हालेको छ। आफ्नो बचेरालाई चारो खोज्न गएकी माउ नफर्किएपछि एक्लो बाउले हुर्काएको सन्तान गतिलो हुँदो रहन्छ। त्यो बचेराको बिस्तारै पखेटा पलाएपछि भुर्र भुर्र कहाँ उड्यो थाहै पाइन। न त पखेटा काट्न नै सके, न त संस्कार सिकाउन नै सके। गल्ती मान्छेबाटै हुन्छ र सुध्रिने मौका पनि मान्छेले नै दिनुपर्छ। तपाईँले आफ्नो छोरालाई चिन्नु भएको थिएन र
मेरो छोरा त्यस्तो अपराधी थिएन लामा भाइ। बिरेले यस्तो गर्दैन भन्ने कुरा तपाईँलाई थाहा छ, हामीलाई थाहा छ। फेरि अरूले के भन्लान् भन्ने कुरा किन चिन्ता लिनुहुन्छ? चिन्ता हुँदैन त। आफ्नो सन्तान बिग्रेर हिँडेको देख्दा कुन चाहिँ बाउको मन खुसी हुन्छ? भइगयो लामा भाइ, यो कुरा छोडिदेऊ। सम्झ्यो कि त मुटु भक्कानिएर आउँछ। खै कुन्नी के गर्नला हो, पैसा चाहियो भनेर खबर आएको थियो, अलिअलि भएको सबै उतै पठाइदिए। गाह्रो नमान है लामा भाइ, यसपालि मसँग भएन। केही छैन, मलाई गाह्रो पर्दा सहयोग गरिरहनु भएकै हो। यसपालि तपाईँ आफै गाह्रोमा रहेछ, के छ ल मन लाग्यो। ल उमा, अब यो घर तिमीले राम्रोसँग सम्हाल। तिम्रो दिदीको एउटा सानो गल्तीले गर्दाखेरि ऊ आफू त यो गाउँबाट भाग्न बाध्य भई मलाई समेत गाउँ छोडेर भाग्न बाध्य तुल्याएको छ। अब यो गाउँको मान्छेहरूले मलाई देख्यो भने मेरो मुखमा थुक्छन्, नामर्द एउटा श्रीमतीलाई पनि तलाउन सकिनस् भनेर। तर तिमीले चाहिँ दिदीको जस्तो हरकत नगर्नु। चिन्ता नगर्नुहोस् मिनाजु, तपाईँ र दिदी कच्चा खेलाडी हुनुहुन्थ्यो, अब यो खेलमा पक्का खेलाडीको आगमन भइसकेको छ। अब यिनीहरूलाई कसरी नचाउनु पर्छ मैले जानेको छु। हुन्छ बिनाजु, तपाईँ अहिले जान सक्नुहुन्छ। केही पर्यो भने म खबर गर्नेछु। हस् दाइ, राम्रोसँग जानु होला। उमा, तिम्रो दिदी जस्तो फेरि यो गाउँबाट भाग्ने काम चाहिँ नगर नि फेरि तिमी पनि। व्रत जान्ने भएर बोल्न कसले लगायो तिमीलाई? हामीलाई कसैले सिकाउनु पर्दैन र सिकाएको मन पनि पर्दैन। त आइस होइन बुवा? 1 वर्षको जेल सजाय भएर आइस होइन? छोरो जन्मेर समाजमा कत्रो इज्जत राख्ला भन्ने आश थियो। आज तैँले मेरो नाक काटिस होइन? सानो छँदाखेरि तेरी आमा नहुँदाखेरि पनि तँलाई मायाको कमी हुन्छ भनेर मैले बिहे नगरिकन तँलाई हुर्काएको। आज आएर तैँले समाजमा मलाई यही दिन देखाइस् होइन? तँलाई कुरङ्गा, त अपराधी हो, अपराधी। बुवा, म अपराधी होइन, यो समाज अपराधी हो, यो कानुन अपराधी हो। बुबा, हजुरले मेरो विश्वास त गर्नुहुन्न होला, तर हजुरको कसम मैले झुट बोलेको छैन। म त हजुरको सपना पुरा गर्नको लागि सहरमा बसेर निकै मेहनत गरेर पढेकै थिएँ। साथीहरूले मलाई नमजाले फसाए बुबा। अझ झुट बोल्छस्? फसाउँछन् तँलाई? कसले फसाए? परीक्षाको राम्रो तयारी गरेर जब म परीक्षा हलमा पुगेँ, प्रहरीले मलाई समात्यो। पछि पो थाहा भयो मलाई साथीहरूले प्रश्नपत्र चोरेर फसाएका रहेछन् बुबा। हो र? मलाई त के थाहा छोरा, गाउँमा सबैले अपराधीको बाबु भनेर भन्थे। मैले पनि तँलाई अपराधी नै सोचेँ बाबु। माफ गर्नु होला बुबा, हजुरका सपना पुरा गर्न सकिनँ मैले। भयो बाबु, पिस नगर। अब जे हुनु भइहाल्यो। अब यही माटोमा कुटो कोदालो खेलाएर सुन फलामला। पिस नगर। ल हिँड्भित्र।
तिमीहरूले मेरो कुरा बुझ्छौ भनेर नै मैले तिमीहरूलाई फोन गरेकी। अरू सबै व्यवस्था म आफै गर्नेछु। यो गाउँ अनि शक्ति बिरे ए बिरे हजुर खाना खाना आइज। हुन्छ बुवा। मलाई सानैदेखि हुर्काउँदा पालपोस गर्दा मैले कति दुःख पाएँ। अब त सुखको दिन देख्न पाइन्छ कि भनेको फेरि यस्तो भयो। त चिन्ता नलि छोरा, छोरा मान्छे भएर एकचोटि लड्यो भन्दैमा हार खानु हुँदैन। लडेको ठाउँबाट उठेर फेरि त्यही चुनौतीहरूसँग लड्दै अगाडि बढ्नुपर्छ। हार मानेर पछि हट्ने होइन छोरा। बुबा, हजुर जस्तो एक महान व्यक्तिको छोरो भएर पनि यो समाजको कलङ्क भएको छु। हजुरले दिएको संस्कार र आफूले पढेको शिक्षाबाट यो गाउँमा केही गरेर हजुरको नाम राख्छु भनेको थिएँ, तर त्यस्तो कसरी भयो मैले सोच्नै सकेको छैन। जब म उताबाट छुटेर बाटोमा आउँदै थिएँ, एक मनले मलाई घरमा आउनै दिएन। दुनियाँको नजरमा अपराधी भएर बाँच्नु र हजुरको आँखामा आँसु देखेर बाँच्नु भन्दा त मर्नु बेस लाग्यो। त्यसैले आत्महत्या गर्ने प्रयाससम्म गरेँ। तर अर्को मनले मानेन। तपाईँले कति सपना देखेर आश बुनेर माया दिएर हुर्काउनु भएको थियो। आमा नहुँदा पनि आमाको मायाको कमीको महसुससम्म गर्न दिनु भएन। तपाईँ अरूकोमा हलो जोत्न जाँदा होस् या केही काम गर्न जाँदा होस्, छोरो भोकाउला कि भनेर आफूलाई दिएको खाजा पनि नखाई नखाई मलाई ल्याएर खुवाउनुहुन्थ्यो। यदि मैले आत्महत्या गरेर मरे भने तपाईको मनमा के बित्ला? एउटा सन्तानका लागि पुरै जीवन समर्पण गर्न सक्ने बुबाले
आफ्नो सन्तान गुमाउनु पर्दाको पीडा कसरी सहन सक्नु होला र? कसको मुख हेरेर बाँच्नु होला भन्ने लाग्यो। अनि घरसम्म आउने आँट गरेको बुबा। म यही गाउँमा बसेर यही माटोमा तपाईँको आँखा अगाडि केही गरेर देखाउने छु बुबा। ठीक भनिस् छोरा। अनि एउटा कुरा, आजकै दिनदेखि नराम्रो काम र आफूले आफैलाई मार्न पर्ने कुरा कहिल्यै नगरेस् बाबु। गाउँमा बसेर तैँले जे गर्छस् तेरोलाई सबै कुरामा यो बाउले साथ र सपोर्ट दिनेछ। किन पिर गर्छस् बाबु? यत्रो वर्षपछि बाउ छोरा बसेर सँगै खाना खान पाएको, अलिकति थप्छस्? भयो बुवा, पर्दैन। बल्ल आजबाट मैले मेरो छोरालाई चिन्ने मौका पाएँ। त कति इमान्दार, सोझो, मेहनती छस् भन्ने कुरा त तेरो आँखाबाट बहेको आँसुले नै थाहा पाउँछु बाबु म। अलिक बिस्तारै गर। दुखिरह होला है? हल्का। हेर खाटै बसेछ, अब 2-4 दिनमा त निको होला नि। धनी भनेको तिमी हौ। मलाई हरिदाईले पठाउनु भएको। तिमीले तिम्रो उपचारको लागि लिएर आएको पैसा हरिदाईलाई तुरुन्तै चाहियो रे। हो र? मसँग त त्यत्रो पैसा छैन नि। हरिदाईले मलाई जसरी पनि पैसा लिएर आऊ भन्नुभएको छ। दायाँ बायाँ म अरू कुरा जान्दिनँ। भोलिसम्म काम होस्। फेरि आजको भोलि त्यत्रो पैसा कहाँबाट ल्याउने? भोलिसम्म जसरी पनि पैसा चाहिन्छ। मलाई अरू कुरा थाहा छैन। हजुरकै उपचारको लागि भनेर लिएर आएको पैसा अलिअलि मलमपट्टि गर्दा सकियो। बाँकी भएको पैसा पुरानो ऋण तिर्दैमा ठिक्क भयो। अब अचानक कहाँबाट ल्याउने त्यत्रो पैसा? आजकै भोलि त कसरी ल्याउने होला? बरु यसो गर्नुहोस् न, अहिले आमाकोमा गएर कुरा गर्नुहोस्। यदि आमासँग रहेछ भने अहिले खर्च टरिहाल्थ्यो नि। हुन्छ, तिमी बस्दै गर, म आमाकोमा पुगेर आउँछु। छिट्टै पुगेर आउनुहोस् है। हुन्छ। अहिले आमाले सपटै दिएर अहिले खर्च टरे पनि भोलि फेरि उही त हो नि, आमालाई पनि दिन परिहाल्छ। बरु धनी नभएको बेलामा गाउँतिर गएर काम खोजेर काम गरिहाल्छु। 2-4 पैसा मात्रै भयो भने पनि घर खर्च टरिहाल्छ। धनीलाई मात्र पनि कति दुःख दिनु। गरिबको कोखमा बास लिएर तैँले पनि नजन्मिँदैदेखि दुःख पाउने भइस्। के गर्नु, भाग्यको खेल। जस्तो परे पनि सहनै पर्ने रहेछ।
होइन आमाकोमा भन्दा त पहिला एक्चुअली डिले दाइकोमा पनि पुग्नुपर्छ क्या दाइसँग भएपछि त काम बनिहाल्छ नि। लामा दाइ कता हिँड्नुभयो? धनी भाइ म तिमीलाई नै भेट्न आएको। तिमीसँग अलिअलि पैसा छ र आउँदै गरेको तिहारको लागि खर्च चाहिएको थियो। दाइ म आफै समस्यामा छु। हजुरलाई त थाहा नै छ नि अस्ति भिरबाट लडेपछि उपचार गर्ने पैसा नभएर मैनाले हरिदाईसँग मागेर ल्याएकी रहेछन्। हेर्नु न भर्खर घरमा आएर भोलिभित्रमा जसरी पनि पैसा चाहिन्छ भनेर भन्नुभएको छ। त्यही भएर म पनि तल डिल दाइकोसम्म पुगेर आउँछु। दाइसँग त अलिअलि पैसा होला नि। म पनि भर्खर डिली दाइकोबाट आउँदैछु। यसपालि त दाइ पनि अलि अप्ठ्यारोमा हुनुहुँदो रहेछ। उता बिरेको लागि भनेर खै कुनै केको लागि पैसा पठाउनु पर्ने रहेछ। यसपालि त दाइसँग पनि पैसा रहन्छ। साह्रै अप्ठ्यारोमा पर्यो लामा दाइ। म पनि तल आमाकोमा पुगेर आउँछु। ल ल म नि तिमीलाई भेट्न आएको। मेरो पनि काम बनेन। ल म घरै फर्किन्छु। जाऊ ल जाऊ। मैले धनेलाई भोलि नै पैसा चाहिन्छ भनेर आएको छु। बिचारा धने गाउँभरिले छटपट्टिले पैसा खोज्दै हिँडेछ। मजा आयो, कति मजा आयो। यसपालिको दीपावलीको तयारी गर्नुपर्छ। अब यो पटकको दिवाली यस्तो हुन्छ कि हाम्रो गाउँ जस्तो झिलिमिली कुनै गाउँ हुने छैन। दीपावलीको तयारी गर्नुपर्छ अब। आमा 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 होइन आमा कहाँ जानुभएछ? आमा त भित्र नै हुनुहुन्न त। कहाँ जानुभएछ आमा? आमा आमा आमासँग भेटै भएन, कामै भएन। हजुर हजुरलाई मान्छे चाहिएको छ दाइ? मान्छे 2-3 जना त गरिरहेछ। अब काम त्यस्तै गर्ने मान्छे आयो भने एकजनासम्म लागिन्छ। मलाई पनि काम दिनुहोस् न दाइ। म पनि काम खोज्दै हिँडेँ कि। तिमीले काम गर्न सक्छौ र? सक्छु दाइ, पहिला पनि गर्दै हिँडेको हो। गिटी बल्ल ढुङ्गा बोक्नुपर्छ। सकिन्छ बोक्नलाई? सक्छु दाइ। त्यसो भए अब दिनको फरलाई पनि 200 रुपियाँ लगाएर हो। तिमीले नि गर्छौ भने 200 रुपियाँ दिन्छु, गर न त। हुन्छ दाइ।
भाइ हजुर तिमी त डिलो दाइको छोरो बिरे होइन र? हो दाइ। तिमी त सहर बसेर पढेका थियौ। सहर बसेर त पढेको थिएँ दाइ। सहरका मान्छेको भर हुँदो रहेनछ दाइ। पढेर गाउँमा केही गर्छु भनेको थिएँ तर सकिनँ दाइ। अब त गाउँमा बसेर कृषिमा केही गर्नु पर्ला दाइ। हजुरसँग कुनै आइडिया छ भने दिनुहोस् न। एकदमै राम्रो विचार गर्यो भाइ। मसँग लगानी गर्ने पैसा नभएर मात्रै हो। मलाई पनि बाख्रा पार्ने एकदम मन थियो। बरु मैले भनेको मान्छौ भने तिमी पनि बाख्रा पालन गर। आफ्नो त चारैतिर ऋणै ऋण, भर्खर पनि पैसा खोजेर आएको। ल भाइ, तिमी जान्छौ कि के गर्छौ? म त लागे। हस् दाइ, तपाईँ जाँदै गर्नुहोस्, म हजुरको पछि पछि आउँला नि। घरमा आगो। मैना 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 उठ मैना 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 दाने 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 हाम्रो घर दाने हाम्रो घर जले दिने दे मैना छोड दे मैना धन्न तिमीलाई केही भएन मेरो लागि सबभन्दा ठुलो कुरा त्यही हो मैना अब त हामी बस्ने बास पनि छैन दाने अब यो पेटको बच्चालाई मैले कहाँ लगेर हुर्काउने कहाँ लगेर जन्माउने दाने कस्तो दशा लाग्यो मैना तिमी नहात त मैना झलेको धन पलाउँछ भन्छन् पिर नगर मैना धन्न आफ्नो ज्यान जोगायो आफ्नो पेटको बच्चा जोगायो पिर नगर घरमा डाको पो लागेछ है के गर्नु भाइ यो दैव दशा भन्ने कुरो मान्छेलाई कति बेला आउँछ थाहा नै हुँदैन तर चिन्ता नगर्नु भाइ यो सम्पत्ति भन्ने कुरो आज छ भोलि छैन पर्सि त अवश्य हुन्छ अब म पनि
लाहुर जान लागेको भाइ। मेरो घर पनि खाली छ। तपाईँको घर पनि यहाँ आगो लागेर बिजोग हुनु भएर छ। अनि भाइ कुनै टेन्सन नलिकन मेरो घरमा गएर बस्नुलाई ल बहिनी है। हुन्छ त ल। अब 2-4 वर्ष घर तपाईँहरूकै जिम्मा मेरो ल। ल मैना, दैव दशा लागे पनि तिमीहरूको भाग्य चाहिँ बलियो रहेछ। आफ्नो ख्याल गर, पिर नगर है। ल अहिले हामी जान्छौँ है त। मैना बहिनी ल जाने भाइ है। हुन्छ भाइ। मैना, आज त लक्ष्मी पूजाको दिन। यही घरमा भए पनि लक्ष्मी भित्र नि होला नि। अनि चामल कहाँबाट ल्यायो? चामल अन्त कहाँबाट हुनु नि? ती तल डिले दाइकोबाट मागेर ल्याए कि। ल बस्दै गर है, म तलसम्म पुगेर आउँछु है। ए हस् हुन्छ। बरु चाँडै आउनुहोस् है। हुन्छ। म खाना बनाइहाल्छु। हामी कोही नहुनेलाई यो चाड पनि व्यर्थै आए जस्तै लाग्छ। जब जब चाड आउँछ रुन मात्रै मन लाग्छ।